आज यति छिटो हाम्रो कलेज किन छुट्टी भयो? गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई सबजना सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु र हिजो जस्तै आज पनि फटाफट रेडी हुनतिर लागे। रेडी हुँदाखेरि कपाल नमिलाउने त कुरै भएन, त्यही भएर कपाल मिलाए। रेडी भइसकेपछि म आफ्नो साइकल लिएर कलेजतर्फ लागेँ र जाँदा जाँदै आफ्नो साथीहरूलाई पनि भेट्टाएँ मैले बाटोमा र उनीहरूसँग मिठो गफगाफ गर्दै। आज हामीहरू आउनुभन्दा अगाडि सबैजना आइसकेका थिए र हामी सबैजना भेटिसकेपछि एकअर्काको ब्याज नआएर त हुँदैन र एक दिन म कलेज नआएको भएर मैले आफ्नो ब्याज पाएको थिएन, त्यही भएर साथीले आज ब्याज ल्याइदियो र त्यतिखेरैमा हाम्रो सर पनि आउनुभयो र हामी क्लासमा गयो। चाहिँ मेरो साथी मनोज, स्माइल त फेरि किल्लर हो नि। आज चाहिँ हाम्रो 2 पिरियड पढेर नै बिदा भइदियो। किन होला आज तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। कलेज आइसकेपछि नास्ता नखाने त कुरै भएन, त्यही भएर हामी सबैजना नास्ता खानतिर र बाटोमा जाँदाखेरि केटाहरूलाई यहाँ फोटो खिच्नु पऱ्यो रे। टक्क फोटो खिच्दै केटाहरू र घरमा आएपछि रोहितसँग भेट्यो र आजको मौसम चाहिँ राम्रो नै थियो। त्यही माथि फुलले गर्दा त झनै राम्रो देखिरहेको थियो र अहिले चाहिँ म आफ्नो रुम पुगिसकेँ। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो रुम हो र तपाईँहरूलाई लाग्यो होला यसले आजबाट भिडियो बनाउन सुरु गर्यो भनेर। त्यस्तो लागिरहेको छ भने तपाईँहरू गलत, किनभने म पहिलादेखि नै भिडियो बनाउँथेँ, मैले टिकटकमा पोस्ट नगरेँ। यदि तपाईँहरू मेरो पहिलाको भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्टमा मैले फेसको लिङ्क राखिदिएको, गएर हेर्न सक्नुहुन्छ। र आजको भिडियो चाहिँ यति नै। लाइक कमेन्ट सेयर गर्न त नभुल्नु होला। ओके बाई।